organic compound having a OA is a functional group. O चाहिँ के हुन्छ त functional group हो। अनि त्यहाँबाट O को दुईटै साइडमा केले घेरिएको हुन्छ अल्काइल ग्रुप है। अक्सिजन एटममा केले घेरेको हुन्छ त अल्काइल ग्रुप। यो पनि अल्काइल ग्रुप, यो पनि के त अल्काइल ग्रुप। अर्गानिक कंपाउंड having a OA as a functional group surrounded by two surrounded with two alkyl यो इथरको एउटा जनरल फर्मुला। अब यसको इक्जाम्पल लेख्दाखेरि हामीले के लेख्ने भयो त ROR के लेख्ने भयो रे ROR। अब एउटा इक्जाम्पलमा यो के हुने भयो त CH3O चाहिँ यो हो। यसको नाम के भयो त मिथोक्सी, नाम के भयो रे मिथोक्सी मिथेन। यसको नाम के रहेछ रे मिथोक्सी मिथेन। अब यो हाम्रो भयो नि जनरल। अब यो क्लासिफिकेसन अफ इथरको क्लासिफिकेसनमा पहिलो नम्बरमा चाहिँ सिमेट्रिकल इथर के भन्छ रे सिमेट्रिकल भनेको बराबर, दुईटा साइडतिर के हुनु पर्यो ठ्याक्क बराबर है। अब इथरलाई हामीले के गरेर रिप्रेजेन्टेट गर्छौं रे ROR। अब सिमेट्रिकल हुँदाखेरि चाहिँ यो अक्सिजनबाट यता के छ बराबर छ भनेपछि यो R र R सेम भयो भने के हुँदो रहेछ सिमेट्रिकल। यसको मिनिङ चाहिँ R बराबर अर्को पनि के हुनु पर्यो R। इथरलाई एउटा R' ले रिप्रेजेन्टेट गर्दियो भने R बराबर के हुनु पर्यो R'। भनेपछि चाहिँ सिमेट्रिकल हुनको लागि बोथ अल्काइल ग्रुप आर सेम। दुईटै अल्काइल ग्रुप के हुनु पर्यो त सेम। जस्तो के हो भने CH3O CH3 यो कस्तो इथर सिमेट्रिकल इथर। यता र यता के आयो सेम। दुवैतिर सेम आउँदाखेरि यो कस्तो इथर भयो त सिमेट्रिकल। नाम के हो यसको मिथोक्सी मिथेन। अब अर्को इक्जाम्पल हेर्दा CH3 CH2O CH2 CH3 यो सिमेट्रिकल कि अनसिमेट्रिकल सिमेट्रिकल। यसको नाम इथोक्सी इथेन। यो पनि सिमेट्रिकल इथर हो। यसको नाम रहेछ इथोक्सी। अब एरोमेटिकको रूपमा हेर्दा यसलाई यो पनि इथर हो एरोमेटिक। यो AR यसलाई रिप्रेजेन्टेट गर्दा ARO यता पनि के हुने भयो त AR है। यो चाहिँ फिनोक्सीबेन्जिन। This one is also symmetrical. यो पनि के रहेछ त सिमेट्रिकल। क्लियर यहाँसम्म? अब आयो के त अनसिमेट्रिकल ROR'। अब यो R र R' के हुनु भएन सेम हुनु बराबर हुनु भएन। दैट मीन्स बोथ अल्काइल group is different or not same। दुईटै अल्काइल ग्रुप के हुनु भएन त सेम हुनु भएन। जस्तै इक्जाम्पलमा CH3O CH2 CH3 है। यो हाम्रो सिमेट्रिकल इथरलाई चाहिँ अर्को नामलाई चाहिँ यसले चाहिँ कहिलेकाहीँ
सिम्पल इथर पनि के पनि भन्छ रे सिम्पल इथर यसको अर्को नाम के रहेछ रे के को सिमेट्रिकल को अर्को नाम सिम्पल इथर अनसिमेट्रिकल को अर्को नाम चाहिँ यसको के नाम त मिक्स्ड इसको अर्को नाम के रहेछ this one is symmetrical or mixed r or r dash is not same इसको नाम methoxyethane then CH3 O CH2 CH3 CH O CH3 this is also mixed ether O पछि सेम छ त छैन छ यता CH3 छ यता अर्कै ग्रुप छ ओके यो एउटा R भयो यो एउटा R भयो हैन र R र R डैश सेम छ त नाम के हो यसको 1 2 methoxy के propane 2 methoxy propane this is also OCH3 this one is symmetrical or unsymmetrical unsymmetrical नाम methoxy what benzene methoxy next one name ANISOLE त्यसलाई के पनि भन्छ त एनिसोल पनि भन्छ this one is the unsymmetrical so के रहेछ नि त unsymmetrical clear डाउट छ सिमेट्रिकल इथर अनसिमेट्रिकल अब आयो आइसोमेरिज्म इथरको आइसोमेरिज्म यसले पहिलो नम्बरमा फंक्शनल isomerism just to change the functional ether को functional group के हुन्छ ether को functional isomerism के हुन्छ अल्कोहल के बनाउँछ रे अल्कोहल जस्तै यहाँ CH3OCH3 कतिवटा छ यहाँ कार्बन दुईटा भएपछि यहाँ पनि एउटा कार्बन यो CH3 अर्को कार्बन के CH2 O र H मिलेर के हुनु पर्यो जतिवटा कार्बनको इथर छ त्यतिवटै कार्बनको के बनाउनु पर्यो अल्कोहल जस्तै अब तिमीहरुलाई अर्को आउन सक्छ C4H10O ल यसको फंक्शनल आइसोमेरिज्म बनाउँछ C4H10O कतिवटा कार्बन भयो चारवटा कार्बनको पहिला CH3 CH2 अर्को के भयो CH2 अर्को के भयो CH1 2 3 4 CH2 एउटा त OH बन्यो अब हेर्नु त कार्बन 1 2 3 4 हाइड्रोजन 10 वटा 3 5 6 7 8 9 ठीक छ नाम एउटा के बन्दो रहेछ ब्युटेन अब यो अल्कोहल भएपछि अर्को के बनाउनु पर्यो इथर के बनाउनु पर्यो इथर एउटा CH3 चारवटै कार्बन भयो है चारवटा हुन्छ बीचमा O राखेर दुईटा राख्न मिल्यो CH3 CH2 यता पनि के CH2 नाम के भयो इथोक्सी इथेन के रहेछ अरे इथोक्सी यो पनि इथोक्सी ब्युटेनल भयो चारवटा कार्बन 1 2 3 4वटा कार्बन छ इथरको त बीचमा O राख्नु पर्यो अनि यता पनि दुईटा कार्बन यता पनि दुईटा अर्को यो पनि बनाउन मिल्छ जस्तै तिमीले CH3 एउटा O अब यता कतिवटा कार्बन चाहियो 3वटा CH2
CH2 CH3 नाम के भयो मिथोक्सी यो चाहिँ कस्तो आइसोमर्स भयो त फंक्शनल आइसोमर्स यो चाहिँ फंक्शनल आइसोमर्सले इथरले के फंक्शनल शो गर्दो रहेछ अल्कोहलसँग यसको फंक्शनल आइसोमर्स अर्को यसको अल्कोहल भनेको चाहिँ मेटामरिजम भन्छ है मेटामरिजम भनेको चाहिँ different ALKY alkyl group attached with functional group सँग चाहिँ डिफरेन्ट के ग्रुप हुनु पर्यो अल्काइल जस्तै फंक्शनल ग्रुप हुन्छ फंक्शनल ग्रुप पछि यता उता साइडमा डिफरेन्ट अल्काइल ग्रुप हुन्छ लाइक कस्तो अनसिमेट्रिकल इथर अघि अनसिमेट्रिकल इथरमा के थिएन अनसिमेट्रिकल इथरमा आर ओ यतापटि हाम्रो के थियो आर यो आर र आर ड्याश सेम थियो त यसमा पनि त्यही हुनु पर्यो है यो टाइपको आइसोमर कोले शो गर्छ कुन कम्पाउन्डले शो गर्छ भने एउटा इथर एस अनि कीटोन अनि अमाइन्समा पनि यो टाइप्सको आइसोमर्सहरू देखिन्छ जस्तै अब इक्जाम्पलमा यहाँ हेर्दा ल अहिले हामीले गरौँ C4H10O पहिला यसको इथर बनाउनु पर्यो एउटा त बराबर किनकि यो टाइप्सको आइसोमर शो गर्ने कसले रहेछ इथरले एसिडोनले अमाइन्स अहिले हाम्रो टपिक्स के हो इथर CH3 CH2O CH2 CH3 यसको नाम के हो त इथोक्सी अब यहाँ हेर त एउटा अल्काइल ग्रुपको पोजिसन चेन्ज गर्यो जस्तै यहाँ है CH3 CH2 अब यो यसलाई अझै यता अगाडि लिएर आएँ मैले यसलाई यहाँ लिएर आएँ हो अब बच्यो के O अनि के भयो CH3 अल्काइल ग्रुप फरक भयो नाम के रहेछ इथोक्सी प्रोपेन दिस इज द व्हाट मेटा यस्तो टाइप्सलाई के भन्छ त मेटामरिजम यो टाइप्सको आइसोमर्सलाई हामी चाहिँ मेटामरिजम भन्छ यहाँसम्म के छ सरलाई एकचोटि फेरि हामी रिभिजन हेरौँ त यहाँ सुरुबाट हामीले के गर्यौँ ल क्लासिफिकेसन अफ इथर ल इथर भने के रहेछ अरे इथरको अक्सिजनमा के कन्टेन गर्छ इम्पोर्टेन्ट छ यो पनि एउटा अर्गानिक कम्पाउन्ड हो एउटा फंक्शनल ग्रुपलाई दुवैतिर के ग्रुपले अट्याच गरेको हुन्छ अल्काइल ग्रुपले अनि जस्ट इक्जाम्पल आरओआर मिथाइल भयो क्लासिफिकेसनमा के हुन्छ सिमेट्रिकल एउटा सिमेट्रिकल इथरको अर्को नाम के रहेछ अनसिमेट्रिकल इथरमा अर्को के भन्छ मिक्स्ड इथर भन्छ अब यो सिमेट्रिकल र अनसिमेट्रिकलमा कहिलेकाहीँ चाहिँ यो ROCH3 छ यसलाई चाहिँ एलिफाइटिक र एरोमेटिकको मिक्सर पनि भन्छ जस्तै CH3 भनेको के भयो एलिफाइटिक AR भने के भयो त एरोमेटिक त्यही कुरा भित्र पर्छ अब अर्को आयो के त अनसिमेट्रिकल इथरको अर्को नाम के रहेछ मिक्स्ड इथर रहेछ अनसिमेट्रिकलमा R र R डैश के हुँदैन बराबर हुँदैन these are the example जस्तै मिथोक्सी इथेन 2 मिथोक्सी प्रोपेन त्यसपछि के त मिथोक्सी बेन्जिन अब आइसोमरिजममा कतिवटा आइसोमर्स रहेछ दुईटा एउटा फंक्शनल आइसोमर्सले कुन शो गर्दो रहेछ अल्कोहल मेटामरिजममा डिफरेन्ट अल्काइल्स
अब हाम्रो टपिक सर्को छ प्रिपरेसन अफ इथर मोस्ट इम्पोर्टेन्ट छ यो पहिलो नम्बरको एकदम इम्पोर्टेन्ट इक्जाममा धेरैचोटि आइरह्यो विलियमसन के रे विलियमसन सेन्थेसिस रिएक्सन यो इथरको चाहिँ इथर बनाउने वान अफ द बेस्ट मेथड है विलियमसन सेन्थेसिस रिएक्सन अर्गानिक केमिस्ट्रीमा यस्तो नेम रिएक्सन आउनेहरू चाहिँ भेरी भेरी इम्पोर्टेन्ट है तिमीहरूले चाहिँ एउटा सानो डायरी किन्ने त्यो डायरीमा अहिलेसम्म पढेको नेम रिएक्सनहरू ट्याक्क थप्दै त्यो डायरीमा थप्दै जाने एउटा यत्रो डायरी पाउँछ अहिलेसम्म के पढ्यो भेक्टर्स पढ्यो अक्सो प्रोसेस पढ्यो हाइड्रोप्रोडेसन पढ्यो लुकास पढ्यो अब विलियमसन सेन्थेसिस आयो यो चारवटा किनेर त्यहाँ थप्दै जाने अनि गोजीमा राख्ने बाटोमा भेट्दाखेरि पनि भने त्यो डायरी निकाल भन्यो भने प्याटको डायरी निकाल्ने कि डायरी चाहियो कि भन्नु पऱ्यो कुरा बुझ्यो अझ त्यो डायरी आउनु भनेको 5 मार्क्स सेक्योर हो 5 मार्क्स यो 5वटा नेम रिएक्सन प्रायः सोधिरहेको छ अहिलेसम्म इक्जाममा 5वटा नेम रिएक्सन स्योर आउँछ त्यो डायरी बनाएर ट्याक्क राख्ने टोटल हामीले लेख्दै गयो भने 40-45वटा 50वटा जति नेम रिएक्सन आउला अझै बढी पनि आउन सक्छ त्यति चाहिँ जान्नु पर्छ त्यति जानेपछि 5 मार्क्स है अब यहाँ विलियमसन सेन्थेसिस रिएक्सन भनेको छ अब यो विलियमसन भन्नेमा मान्छेले प्रिपेयर गरे होला अब यो रिएक्सन पत्ता लगाउँदाखेरि यसले चाहिँ केसँग रिएक्सन गर्यो भने अल्काइल हाइड केसँग रे अल्काइल हाइड भने के आरएच र अल्को अक्साइड भनेको RONA यो नेगेटिभ भयो यो के भयो पोजिटिभ है अब यो यसले गएर यो कार्बनमा यहाँ अट्याक गर्छ किनकि कार्बन यो के हुन्छ पोजिटिभ यो के हुनेबाट नेगेटिभ यहाँ अट्याक गर्दाखेरि चाहिँ अब यहाँ एउटा त यो R भयो अर्को के आयो त RO आयो के आयो OR अब बच्यो के X र NH र के रे यो के हुनेबाट NH के हुनेबाट NH अब यहाँ हेर त यो एउटा न्युक्लियोफाइलले गएर यहाँ अट्याक गरेछ सक्दैन अथवा चाहिँ यो न्युक्लियोफाइलले गएर यो न्युक्लियोफाइललाई के गरिदिएको छ हटाइदिएको रिमुभ गरिदिएछ यो RO- भने न्युक्लियोफाइल हो कि हैन न्युक्लियोफाइल्स भनेको न्युक्लियस लभर भनेको केलाई लभ गर्ने पोजिटिभलाई पोजिटिभ चार्जलाई लभ गरेपछि आफू के हुनु पर्यो नेगेटिभ हुनु पर्यो यो आफू के छ नेगेटिभ छ गएर कोलाई अट्याक गरे कार्बन प्लस लाग्यो कार्बन प्लस के हो पोजिटिभ यहाँबाट के रिमुभ भयो X माइनस भएपछि एउटा न्युक्लियोफाइलले अर्को न्युक्लियोफाइललाई के गर्दियो सब्स्टिट्युट गर्दियो त्यही भएर यो रिएक्सनलाई के भन्छ न्युक्लियोफाइल सब्स्टिट्युसन रिएक्सन के भनिन्छ रे न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन अब कहिलेकाहीँ इक्जाममा यो कस्तो टाइप्सको रिएक्सन रहेछ अरे न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन एउटा न्युक्लियोफाइलले अर्को न्युक्लियोफाइललाई के गरिरहेको रहेछ एट्र्याक्ट गरिरहेको रहेछ ल यो अब यसमा चाहिँ कस्तो टाइप्सको न्युक्लियोफाइलमा पनि दुईटा न्युक्लियोफाइल्स हुन्छन् एउटा चाहिँ SN1 न्युक्लियोफाइल हुन्छ अर्को के हुन्छ अरे SN2 न्युक्लियोफाइल्स रिएक्सन हुन्छ यो विलियमसन सेन्थेसिस चाहिँ कस्तो न्युक्लियोफाइल्स भन्यो भने कस्तो टाइप्सको रहेछ र SN1 सरी SN2 के खालको रहेछ अरे SN2 कस्तो टाइप्सको रिएक्सन रहेछ SN2 कहिलेकाहीँ SN2 मेकानिजम पनि भन्छ यो केमा हुन्छ प्राइमेरी केमा हुन्छ अरे प्राइमेरी हेलोअल्केन केमा हुन्छ अरे प्राइमेरी हेलोअल्केनमा यो हुन्छ ल
प्राइमेरी हेलो अल्केन चाहिँ SN1 त्यही भएर यो अब यो हेलो अल्केन चाहिँ कस्तो युज गर्नु पर्दो रहेछ प्राइमेरी कस्तो युज गर्नु पर्यो प्राइमेरी हेलो अल्केन युज गर्नु पर्यो अब यहाँनिर हेर है यसको अब तिमीले लेख्नु पर्दाखेरि चाहिँ के गरी लेख्नु पर्यो भने when के अल्काइल like react with K sodium केसँग रिएक्सन गर्छ सोडियम अल्कोक्साइड टु फर्म के बनाउँछ त इथर दिस reaction is known as K. What? Williamson's synthesis reaction. के रे विलियम्स synthesis reaction. अब यहाँनिर हेर त पहिला यी CH3 एकदम क्लियरली लेख्नु पर्यो है Br प्लस के हुने भयो त CH3ONA सोडियम अल्कोक्साइड भनेको यो के हो रे यो चाहिँ सोडियम अल्कोक्साइड अब यसले यहाँनिर यो O लाई चाहिँ CH3 आउँछ हैन भनेपछि यहाँ के हुने भयो CH3O CH3 प्लस के त Na के हुने भयो त Na यसलाई बेस्ट मेथड भनिन्छ बेस्ट method for the preparation of ether किन होला के कारणले because it is used to के prepared कस्तो बनाउँछ यसले symmetrical and के के बनाउँदो रहेछ सिमेट्रिकल र अनसिमेट्रिकल इथर भने वाइ विलियम सिन्थेसिस द बेस्ट मेथड भने यसले दुईटै खालको इथर बनाइदिनु भयो कस्तो सिमेट्रिकल पनि अनसिमेट्रिकल यो सिमेट्रिकल कि अनसिमेट्रिकल सिमेट्रिकल अब अनसिमेट्रिकल पनि बनाउनु पर्यो अब अनसिमेट्रिकल बनाउनको लागि है अनसिमेट्रिकल बनाउनको लागि we always use the unsymmetrical alkoxide कस्तो अल्कोक्साइड युज गर्ने रे अनसिमेट्रिकल भनेको जस्तै तिमीहरुले चाहिँ यो CH3 CH2ONA यहाँ कतिवटा कार्बन आयो दुईटा यहाँ कतिवटा छ एउटा यो र यो के हुने भयो आउट हुने भनेपछि अब के भयो CH3 CH2O अब के गएर जोडिन्छ CH3 प्लस यता के भयो त Na के भयो रे अब अर्को अल्काइलिक है तिमीलाई 2-मिथोक्सी ब्रोमो कसरी बनाउन सक्छौ भन्छ हेर है यहाँ CH माथि ONA CH3 यो त सेकेन्डरी अल्कोक्साइड आयो के आयो रे किनकि सेकेन्डरी कार्बनमा के आएको छ ONA सेकेन्डरी कार्बन अब कन्सेप्ट यहाँको केही नगर्नु तिमीले यो इथरमा जहाँ पनि यो Na लाई हटाएर के थप्दिने हो CH3 त्यति मात्रै बुझ्नु पर्यो यो Na लाई हटाएर के थप्ने CH3 ल Na लाई हटाएर CH3 थप्दा हेर्नु त यहाँ के भयो CH3 CH माथि के भयो O CH3 यहाँ के भयो फेरि CH3 प्लस के भयो त Na यसको नाम के 2-मिथोक्सी प्रोपेन के भयो रे 2-मिथोक्सी प्रोपेन अब यो अनसिमेट्रिकल चाहिँ इथर यो अनसिमेट्रिकल अल्कोक्साइड चाहिँ किन युज गरिन्छ किन चाहिँ हामीले चाहिँ सेकेन्डरी र टर्सरी अल्काइलहरु युज गरिँदैन त्यो इम्पोर्टेन्ट छ है यसमा चाहिँ के भन्नु भने किन चाहिँ त्यो मात्र युज गरियो भने जस्तो चाहिँ वानली प्राइमेरी alkyl like is used
for the only primary alkyl halide is used only primary alkyl halide and secondary only primary alkyl halide and secondary tertiary tertiary alkoxide alkoxide only primary alkyl halide secondary and tertiary alkoxide is used for the preparation of ether secondary and tertiary ether secondary and for the secondary and tertiary ether for the preparation of the secondary and tertiary ether. What secondary and tertiary alkyl halide is not used के चाहिँ युज गरिँदैन रे सेकेन्डरी र टर्सरी halide चाहिँ युज गरिँदैन but secondary and tertiary is not used because it not undergoes the nucleophilic substitution reaction because it does not undergo the nucleophilic substitution reaction केमा किनकि इथर बनाउने भनेको त कुन सब्स्टिट्युसन रिएक्सन हुनु पर्यो न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन हुनु पर्यो तर चाहिँ सेकेन्डरी र टर्सरी अल्काइल हाइड्राइड युज गर्यो भने यो के हुँदैन रहन्छ न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन हुँदैन न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन नभएपछि यो कुन रिएक्सनमा जान्छ त इलिमिनेसन रिएक्सन केमा जान्छ अरे इलिमिनेसन रिएक्सनमा जान्छ है अथवा यसलाई के भन्नु अल्को अक्साइड नट एक्ट एज अ न्यूक्लियोफाइल भन्दा पनि भयो it not because it not undergoes the nucleophilic substitution reaction and alko oxide not act as a nucleophilic alko oxide ले के को काम गर्दैन त न्यूक्लियोफिलिक को काम गर्दैन भनेपछि यहाँ न्यूक्लियोफिलिक को काम चाहिँ केले गर्नु पर्थ्यो अल्को अक्साइड किनकि अल्को अक्साइड R O माइनस ले गरेर त अट्याक गर्ने हुन्छ हो कि हैन हो यो ROS ले माइनस ले अट्याक नगरेर कुन रिएक्सनमा जाँदो रहेछ त इलिमिनेसन रिएक्सन सो it goes the elimination reaction to K from the के बनाउँदो रहेछ अल्किन के बनाउँदो रहेछ रे अल्किन के युज गर्यो भने सेकेन्डरी र टर्सरी अल्काइल हाइलाइड युज गर्यो भने चाहिँ कुन रिएक्सनमा जाँदो रहेछ इलिमिनेसन रिएक्सन हामीलाई त इलिमिनेसनमा रिएक्सन गएर भयो त भएन त्यही भएर अलवेज वी युज व्हाट प्राइमरी रिएक्सन सेकेन्डरी र टर्सरी युज गर्ने बित्तिकै इट डज नट अन्डरगोज द न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन केमा चाहिँ जाँदैन त न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सनमा नगएर यो कुन रिएक्सनमा जाँदो रहेछ इलिमिनेसन रिएक्सन अब यसले इलिमिनेसन रिएक्सनमा गएपछि कस्तो रिएक्सन हुन्छ जस्तो यहाँनिर हेर्नु त CH3 यो CH3 यो CH3ON यो
टर्सरी के भयो अल्को अक्साइड भयो के भयो अरे टर्सरी अल्को अक्साइड टर्सरी अल्को अक्साइड मध्ये अब यसले गएर यहाँ यो ON लाई रिप्लेस गरिदिन्छ के हैन ध्यान दिएको छैन OCH3 यहाँ के भयो CH3 यता के आउट भयो Na भन्छ अल्को अक्साइडले यहाँ के को काम गर्यो न्यूक्लियोफिलिक को काम कोले गर्यो रे CH3 C यो माइनस लेखेको काम गर्यो न्यूक्लियोफिलिक अब यहाँ नि यहाँ रे यदि यो युज गर्यो भने मेन कुरा यहाँ हो यस्तो त हुँदैन युज गर्नु हुँदैन भने हैन त कि छैन यस्तो युज गर्यो भने कुनमा रिएक्सनमा जान्छ रे इलिमिनेसन यो त टर्सरी के हो अल्काइल हाइड के होइन टर्सरी कार्बनमा के आएको छ Br टर्सरी कार्बनमा Br आएपछि त टर्सरी के हो अल्काइल हाइड टर्सरी अल्काइल हाइड हुने बित्तिकै यसले न्यूक्लियोफाइल सब्स्टिट्युसन नभएर के हुन्छ रे इलिमिनेसन रिएक्सन हुन्छ इलिमिनेसन रिएक्सनमा जाँदाखेरि यसले अब न्यूक्लियोफाइलको काम नगरेर STRONG स्ट्रङ बेसको काम गर्छ के को काम गर्छ रे स्ट्रङ बेस भनेपछि त अब यहाँबाट यसले इलिमिनेट गर्ने काम गर्छ यहाँको एउटा CH2 लाई इलिमिनेट गरेर यहाँ है यो यहाँबाट रिप्लेस हुन जान्छ CH3 माथि के भयो CH3 अब यहाँनिर एउटा हाइड्रोजन यसले यहाँबाट एउटा हाइड्रोजन निकाल्यो भने डबल बोन्ड के भयो CH2 के भयो रे CH2 अब यहाँको हाइड्रोजन र यो मिलेर के भयो HBr यो HBr के हो एसिड हो अब एसिडले यो सँग फेरि यहाँ Na आएको छ नि हैन यो Na सँग यसले रिएक्सन गरेर यहाँ सरी यो हाइड्रोजनले यस्तो गर्यो यो हाइड्रोजनले चाहिँ यो CH3 र O सँग रिएक्सन गरेर यहाँनिर CH3OH के बनाइदियो रे CH3OH अब यो र यो रिएक्सन भएर यहाँनिर के भयो त Na भनेपछि के बनायो यहाँ त 2 मिथाइल TROPEN के बनायो रे यो हाम्रो थियो विलम सिन्थेसिस मेथडमा के युज गर्नुपर्छ भने प्राइमरी सेकेन्डरी र टर्सरी युज गर्नु हुँदैन सेकेन्डरी र टर्सरी युज गरेपछि इट अन्डरगोज द इलिमिनेसन रिएक्सन मीन्स इट डज नट प्रोड्युस द इथर के प्रोड्युस गर्दैन इथर वी अलवेज युज द व्हाट tertiary and secondary and tertiary alco oxide. This much for today. Thank you. So it is subscribe गर्नु होला हाम्रो